सरकारी नियुक्तिहरू नेपालमा म खुलेआम यो सब भन्छु, कसैले च्यालेन्ज गर्छ भने म पनि त्यस चिजको एक दुई ठाउँमा चाहिँ म पनि भुक्तभोगी छु। सबै कि त प्रिपेड कि त पोस्टपेड हुन्छन्, कि पहिला तिर्नु पर्यो कि पछि कमाएर तिर्नु पर्यो, होइन भने राजनीतिक कार्यकर्ता भएर नेताको दास हुनु पर्यो। कम्पिटेन्सीको आधारमा कसैले यदि नियुक्ति पायो भने सुशीला कार्की जस्तो हुन्छ। बालनलाई नास्ता नामुद गर्न जसरी पोलिटिकल पार्टीहरू लाग्नु भएको छ नि, एक महिला मान्छे, धेरै महिला भन्छन्, उहाँले गर्जनको साथ हरेकचोटि सामना गर्नुभयो। किन भन्दा उहाँले प्रिपेड पोस्टपेड या राजनीतिक नियुक्तिको आधारमा नभएर फर्चुनेटली त्यो पोजिसन पाउनुभयो। राज्य डेब्ट ट्र्यापमा पर्दैछ। यही स्थितिमा रेभेन्यू कलेक्सन नहुने, विदेशमा युवाहरू जाने अनि कन्जम्सन प्याटर्न घट्ने, राजस्व सङ्कलन नहुने हो भने म तपाईँहरूलाई भन्छु, तपाईँहरू जबसम्म यो नेसनल युथ पार्लियामेन्ट बनाउनुहुन्छ त्यति बेलासम्म देश डेब्ट ट्र्यापमा परिसकेको हुन्छ, ऋणको पासोमा परिसकेको हुन्छ। तपाईँहरू छिटो जाग्नुपर्छ, छिटो यसबारेमा चर्चा र परिचर्चा हुनुपर्छ जस्तो मलाई लाग्छ। कसरी जुम्लाको स्याउ यहाँ ल्याएर आउनुहुन्छ, बस्ने र गफै गर्ने त हो नि, किन भन्दा स्रोत छैन, साधन छैन, त्यसको एलोकेसनमा संसदमा चर्चा पनि हुँदैन। उहाँहरू रिप्लेसमेन्ट हुनुपर्थ्यो, उहाँहरूको कन्टिन्युएसनले चाहिँ बर्बादीतिर ल्याएर आयो। किन भन्दा उहाँहरूमा लड्ने भिड्ने जेल जाने सबै क्षमता भयो, तर देश कता गुजिँदैछ भन्ने कुरा उहाँहरूले सोच्न पनि सक्नु भएन। म तपाईँहरूलाई भन्छु, म पेसाले चार्टर्ड एकाउन्टेन्ट, ब्याङ्किङ पेसामा छु। म सिम्पल कुरा के गर्छु त तपाईँहरूसँग भन्दाखेरि, देश बनाउने अहिले हामीले सम्भावनाका कुरा गऱ्यौँ, टुरिज्म ल्याउँछौँ, यो गर्छौँ, 3 वर्षमा यो गर्छौँ, 5 वर्षमा यो गर्छौँ, तर हेर्नुहोस् सबै चिज गर्नको लागि तपाईँलाई स्रोत चाहिन्छ। त्यो स्रोत भनेको नेसनल इन्कम हो, राजस्व हो। आजको अवस्था कस्तो दयाजनक छ म तपाईँलाई बुझाउँछौँ। एउटा कुरा के त भन्दा लगभग सरकार ऋणमा यति धेरै डुबिसकेको छ। जिडिपीको 40% भन्दा बढी अहिले सरकारले आन्तरिक र बाह्य ऋण लिएको छ। 360 अरब रुपियाँ त सरकारले ब्याज बुझाउन खर्च गर्नुपर्छ। तपाईँहरू भोलि संसदमा गए पनि त्यो घटाउन सक्नेवाला छैन। त्यसपछि अर्को ठाउँमा जान्छु, प्रादेशिक संरचना, त्यसको उपादेयतामा अब छलफल हुनुपर्छ। त्यसको जनतालाई कति सेवा सुविधा पुग्यो थाहा छैन, तर 300 अरब भन्दा बढी त्यहाँ पनि खर्च भएको छ। त्यसपछि यो एज बेस्ड जुन सामाजिक सुरक्षा भत्ता छ उमेरको आधारमा, आजको डेटमा मेरो बुवा आमालाई चाहिँ किन वृद्ध भत्ता दिइराख्नु पर्यो? यो निड बेस्ड भन्दा पनि एज बेस्ड र जुन चाहिँ यो भोट ब्याङ्कको रूपमा सामाजिक सुरक्षा भत्ता जुन हामी प्रदान गरिरहेछौँ, 300 अरब भन्दा बढी त्यहाँ खर्च जान्छ। यो हिसाब किताब गर्दाखेरि तपाईँको कर्मचारीलाई दिने तलब भत्ता छोडेर पनि लगभग तपाईँको 10 खर्ब रुपियाँ चाहिँ तपाईँले खटाउनै नसक्ने प्रकारको खर्चहरूमा हामीले खर्च गरिरहेछौँ। बाँकी 4 खरब जति रुपियाँ त तलब भत्तामा बुझ्छ। ब्याङ्कको ब्यालेन्स सरकारको त्यस्तै छ, हालत त्यस्तै छ। अब पुँजीगत खर्चको लागि पैसा कहाँ पुग्छ? पहिला बाटोहरू बने, विद्यालय बने, विश्वविद्यालय बने, किन बने त भन्दा त्यति बेलामा पुँजीगत खर्चको अनुपात 75%सम्म थियो, जुन अहिले घटेर प्रजातन्त्र आइसकेपछि 50% भयो। अहिले आएर तपाईँको 17% 16% को हाराहारीमा पुँजीगत खर्च हाम्रो एलोकेट हुन्छ। त्यो पुँजीगत खर्चको चाहिँ 50% पनि खर्च हुँदैन, सदुपयोगिता त्यसको 25% हुँदैन। अनि कसरी बन्छ बाटो, कसरी तपाईँले चाहिँ गर्नुहुन्छ प्रगति, कसरी जुम्लाको स्याउ यहाँ ल्याएर आउनुहुन्छ, अनि कहाँबाट बाढी पीडित भइरहेकोलाई सरकारले उद्धार गर्न सक्छ? बस्ने र गफै गर्ने त हो नि, किन भन्दा स्रोत छैन, साधन छैन, त्यसको एलोकेसनमा संसदमा चर्चा पनि हुँदैन। बजेटको बेलामा पनि हामीले पनि संसदमा सुन्छौँ, कुरा के हुन्छ त भन्दा मेरो क्षेत्रमा कति पर्यो, मेरो क्षेत्रमा कति परेन कुरा गर्छौँ। राज्यको एलोकेसन कसरी भइरहेछ भन्ने कुरा बुझिरहेको छैनौँ। राज्य डेब्ट ट्र्यापमा पर्दैछ। यही स्थितिमा रेभेन्यू कलेक्सन नहुने, विदेशमा युवाहरू जाने अनि कन्जम्सन प्याटर्न घट्ने, राजस्व सङ्कलन नहुने हो भने म तपाईँहरूलाई भन्छु, तपाईँहरू जबसम्म यो नेसनल युथ पार्लियामेन्ट बनाउनुहुन्छ त्यति बेलासम्म देश डेब्ट ट्र्यापमा परिसकेको हुन्छ, ऋणको पासोमा परिसकेको हुन्छ। तपाईँहरू छिटो जाग्नुपर्छ, छिटो यसबारेमा चर्चा र परिचर्चा हुनुपर्छ जस्तो मलाई लाग्छ। यो महत्त्वपूर्ण कुरा। त्यसपछि अर्को कुरा रह्यो राजनीतिक अस्थिरता। यो राजनीतिक अस्थिरता भइसकेपछि म बेला बेलामा कुरा गर्छ, नेताहरूले गरेन, यो गरेन, त्यो गरेन। ए बाबा, मै मन्त्री भए पनि 6 महिनामा हो कि 3 महिनामा हो कि आज मन्त्री छ, भोलि प्रधानमन्त्रीलाई आज थाहा छैन, पर्सि जान्छु कि आज जान्छु थाहा छैन। आज कि पर्सि प्रधानमन्त्री थाहा नहुने मान्छेले देशको 10 वर्षमा सोच्दैन। 6 महिनाको लागि बनेको मन्त्रीले 10 वर्षको देश सोच्दैन। त्यो के गर्छ त भन्दा इमिडिएटली उसले आफ्नो चुनावमा भएका खर्चहरू उठाउनु पर्ने, कार्यकर्ता पाल्नु पर्ने, कसलाई रिजाउनु पर्ने काम गर्छ र निस्किन्छ। राजनीतिक अस्थिरताले हामीलाई स्थिरता दिन सकेन। नीतिगत स्थिरता राजनीतिक अस्थिरता नभएको कारणले आएन। यो अर्को कारण छ। र अहिले दलमाथि दल खोलिराखेपछि यसले के भइरहेछ त भन्दाखेरि अझ यो 84 सालको चुनावमा पनि मैले के देखिरहेको छु त भन्दाखेरि विभिन्न झन पार्टीहरूको चाहिँ फ्रेगमेन्टेसन बढ्दैछ र कुनै पनि पार्टी चाहिँ 3, 4, 5 वटा पार्टी नमिलेपछि सरकार नबन्ने स्थिति आयो भने स्थिति यस्तै हो, अझ योभन्दा बढी गुज्रेर जानेवाला छ। र अर्को कुरा हो
सरकारी नियुक्तिहरू नेपालमा म खुलेआम यो सब भन्छु, कसैले च्यालेन्ज गर्छ भने म पनि त्यस चिजको एक दुई ठाउँमा चाहिँ म पनि भुक्तभोगी छु। सबै कि त प्रिपेड कि त पोस्टपेड हुन्छन्, कि पहिला तिर्नु पर्यो कि पछि कमाएर तिर्नु पर्यो, होइन भने राजनीतिक कार्यकर्ता भएर नेताको दास हुनु पर्यो। कम्पिटेन्सीको आधारमा कसैले यदि नियुक्ति पायो भने सुशीला कार्की जस्तो हुन्छ। एक महिला मान्छे, धेरै महिला भन्छन्, उहाँले गर्जनको साथ हरेकचोटि सामना गर्नुभयो, किन भन्दा उहाँले प्रिपेड पोस्टपेड या राजनीतिक नियुक्तिको आधारमा नभएर फर्चुनेटली त्यो पोजिसन पाउनुभयो। यस्तै मान्छेहरूलाई दिउँ, आफ्नो योग्यताको आधारमा तपाईँले नियुक्ति दिनुभयो भने देश अटोमेटिकली बन्छ। अनि अर्को कुरा, यति सजिलो छैन तपाईँहरूले भने जस्तो घुस किन खाँदैन। एउटा गभर्मेन्टको अफिसियलको तलब कति हुन्छ भन्दा मुस्किलले घर खर्च धान्न सक्छ। यो देशको मुख्य सचिवको तलब 76,000-78,000 रुपियाँ छ। त्योभन्दा मेरो ब्याङ्कको हेड ड्राइभरको तलब 10,000 रुपियाँ बढी छ, तर 1 रुपियाँ घुस खान्न, पेट्रोल पनि खान्न त्यसले, किन भन्दा पुग्ने गरी तलब दिएको छ। अब तलब सुविधा कम छ, कर्मचारी टन्न छन्, त्यसकारणले यो पोलिटिकल रिस्ट्रक्चरिङ, ब्युरोक्रेटिकल रिस्ट्रक्चरिङ गरेर तलब टन्न दिने, सङ्ख्या घटाउने, डिजिटाइजेसनमा जाने, अटोमेसनमा जाने गर्यो भने त्यसले के हुन्छ त भन्दाखेरि हामीलाई सेभिङ हुन्छ, कर्मचारीलाई पुग्ने गरी तलब दिने। बेइमानी गर्यो भनेपछि त्यही अनुसारको सजाय हुने स्थिति भयो भने देशमा परिवर्तन हुन्छ। यी की पोइन्ट्सहरू मैले तपाईँहरूलाई नोट गरेको कुरा सेयर गरेँ। यो चिजहरूलाई तपाईँहरूले जब संसदमा छलफल गर्नुहुन्छ, कुरा गर्नुहुन्छ, छोटो समयमा मभन्दा अझ विज्ञ वक्ताहरू पनि पछाडि हुनुहुन्छ, म डिटेलमा कुरा गर्न चाहन्न, तर तपाईँहरू जब एकुमुलेट हुनुहुन्छ, चाहे त्यो डिजिटल्ली अहिले त कोभिडले दिएको एउटा उपहार के पनि छ त भन्दा हामी जुममा, टिम्समा हामी देशभरिबाट जहाँबाट पनि जोडिन सक्छौँ, त्यस्तो कुनै छलफलको विषय बनाउनु भयो र यसरी कसरी साधन र स्रोतको सदुपयोगिता सम्बन्धमा कुरा गर्ने भन्ने विस्तृत अलिकति लामो छलफल गरौँला। यहाँ अलि अग्रजहरूले पनि बोल्नुपर्नेछ, म छोटो समयमा धेरै समय लिन चाहन्न, तर जुन सुरुवात तपाईँहरूले गर्नुभएको छ यो सुरुवात अत्यन्त सुन्दर छ, यसले आशा जगाएको छ। तर जोस एकदमै जज्बाको साथ आफूलाई नेगेटिभ डाइरेक्सनले, अघि भन्दै हुनुहुन्थ्यो एकजना वक्ताले, आफूलाई चाहिँ त्यो नकारात्मक सोचले धकिलिएर गएको होइन, सकारात्मक सोच र स्ट्राटेजिक प्लानले तपाईँ अगाडि जानुभयो भने साँच्चीकै देशको अवस्था बदलिन्छ। म भन्छु यो स्थितिहरूमा परिवर्तन भयो भने 5-7 वर्षमा देश त कायापलट हुन्छ। यस्तो राम्रो देश छ, सम्भावना अत्यन्तै छन्। अहिले पनि देशका एक्सटर्नल इन्डिकेटरहरू केही पनि बिग्रेको छैन। तपाईँहरू योजना बनाउनुहोस्, हामी साथ दिउँला, समय दिउँला र सक्दो सहयोग गरौँला।